नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शक महानुभावहरू, एनपीएल 2025 को पहिलो खेल आजदेखि सुरु हुने भएको छ र आज तपाईलाई एनपीएल घरमै बसी बसी कसरी हेर्ने भन्ने चिन्ता छ। एनपीएल एपमा कसरी हेर्न सकिन्छ यो बारेमा पुरै अपडेट रहनेछ। एनपीएल लाइभ कसरी हेर्ने भनेर मैले भिडियोमा चर्चा गर्नेछु र यो सँगै भारतमा हुने सम्पूर्ण नेपालीहरूको लागि पनि खुसीको खबर रहेको छ। भारतमा हुने नेपालीहरूको लागि एकदमै सस्तोमा एनपीएल को सिजन 2025 पुरै हेर्न पाउने एउटा राम्रो व्यवस्था छ। यसको बारेमा पनि भिडियोमा पुरै अपडेट रहनेछ। दर्शक महानुभावहरू, इन्डियामा हुने सम्पूर्ण नेपाली फ्यान्सहरूको लागि पनि खुसीको खबर रहन सक्नेछ। यो बारेमा भिडियोमा मैले पुरै जानकारी दिने प्रयास गर्नेछु। र एनपीएल 2025 लाई लिएर सुरक्षा कडा बनाउनको लागि गृह मन्त्रीले पनि निर्देशन दिएका छन्। दर्शक महानुभावहरू, यो बारेमा पनि भिडियोमा अपडेट रहनेछ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। नेपाली क्रिकेट सम्बन्धी अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला र एक लाइक गर्न पनि नबिर्सिनु होला। र तपाईहरुले कहाँबाट हेर्दै हुनुहुन्छ, कुन कुन ठाउँबाट एनपीएल मा आफ्नो टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ, तल कमेन्ट पनि गर्न नबिर्सिनु होला। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ। आजबाट सुरु हुने यो क्रिकेट प्रतियोगिता यसपटक भने युट्युबमा हेर्न नपाइने भएपछि विभिन्न समर्थकहरू तरंगित भएका थिए। नेपाल क्रिकेट संज्ञानले दिसोम गोलाई यस वर्ष एनपीएल को आधिकारिक ओटीटी लाइभ स्ट्रिमिङ पार्टनरको रूपमा घोषणा गरिसकेको छ। एप मार्फत एनपीएल का खेलको प्रत्यक्ष प्रसारण हेर्न एनपीएल स्ट्रिम अन प्याक खरिद गर्नुपर्ने हुन्छ, जसको मूल्य नेपालभित्र 300 रुपियाँ मात्र, मध्यपूर्वका लागि 500 रुपियाँ र त्यसबाहेकका अन्य देशहरूको लागि $10 अमेरिकी राखिएको छ। नेपालमा इसेवा, भिसा तथा मास्टर कार्डबाट पनि अन्य देशहरूका लागि भिसा र मास्टर कार्डबाट यसको भुक्तानी गर्न सकिने बताइएको छ। दर्शकवृन्द, सबैभन्दा पहिला गुगल प्ले स्टोर अथवा एप्पल आइओएस स्टोरमा गएर डिसोम गो एप खोजेर डाउनलोड गर्नुपर्ने हुन्छ। डिसोमले डिसोम गो को नयाँ अपडेट जारी गरिसकेको छ। ठूलो स्क्रिनमा हेर्न चाहनुहुन्छ भने वेब ब्राउजर अथवा एन्ड्रोइड टिभी समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको छ। अब यसमा डाउनलोड गरिसकेपछि अन्तिममा रहेको कन्टिन्यू लेखिएको कन्टिन्यू बटनमा ट्याप गर्नुपर्ने हुन्छ र नोटिफिकेसन पठाउने अनुमति दिने वा नदिने मध्ये कुनै एक विकल्प चयन गर्नुपर्ने हुन्छ। यो डाउनलोड गरिसकेको विकल्प तपाईलाई मैले भन्दैछु। यति गरिसकेपछि एपको होम पेजबाट तल कुनामा रहेको मोर अप्सनबाट भित्र जानुहोस् र त्यहाँ रहेको लगइन अथवा सब्स्क्राइब नाउ मध्ये कुनै एक बटनमा दबाउनु पर्ने हुन्छ। लगइन विकल्प रोज्नु भयो भने अब मोबाइल नम्बर अथवा इमेल, फेसबुक र जीमेलको विकल्प देख्नुहुनेछ। त्यहाँबाट आफ्नो अनुकूलता अनुसार कुनै एक विकल्प रोजेर अघि बढ्न सक्नुहुनेछ तपाईहरु। त्यस्तै गरी अब पुनः अघिकै मोर अप्सनमा थिच्नुहोस् र अघि सब्स्क्राइब नाउमा दबाउनु पर्ने हुन्छ। लगइन विकल्पको साटो सुरुमा सब्स्क्राइब नाउबाट अघि बढ्दा पनि अर्को चरणमा लगइनको प्रक्रिया पूरा गर्नुपर्ने नै हुन्छ। अब त्यहाँ तपाईको आफ्नो लोकेसन अनुसारको एनपीएल सिजन पास देख्नुहुनेछ। त्यसमा रहेको चुज प्लान विकल्प रोज्नुहोस् र सहजता अनुरूप भुक्तानीका लागि खल्ती, इसेवा वा भिसा तथा मास्टर कार्ड मध्ये कुनै माध्यम छानेर अन्तिममा रहेको सब्स्क्राइब नाउ लेखेको बटनमा ट्याप गर्नुहोस्। अनि तपाईको दिस होम गो एप तुरुन्तै स्टार्ट हुनेछ। दर्शक महानुभावहरू, अनि त तपाईले घरमै बसी बसी एनपीएल का पुरै म्याचहरू लाइभ हेर्न पाउनुहुनेछ। दर्शक महानुभावहरू, एनपीएल लाई लिएर सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। नेपाल प्रिमियर लिग एनपीएल खेल्नको लागि सम्पूर्ण विदेशी खेलाडीहरू आइसकेका छन् र केही विदेशी खेलाडीहरू भने अझै आउन बाँकी रहेको छ। र यसै क्रममा केही दिन अगाडि पारस खड्काले एनपीएल को सुरक्षा प्रबन्धलाई अझ चुस्त राख्नको लागि आग्रह गरेका थिए र सँगै एनपीएल क्रिकेटको सुरक्षा प्रबन्ध चुस्त राख्नको लागि, कडा राख्नको लागि नेपालका गृहमन्त्री ओम प्रकाश अर्यालले पनि ठाडो निर्देशन दिएका छन्। यसले नेपाली समर्थकहरू र नेपाल क्रिकेटलाई अझै माथि पुर्याउनको लागि, सुरक्षा व्यवस्थामा अझै कडा बनाउनको लागि, निगरानी राख्नको लागि केही मद्दत पुग्नेछ भनेर चर्चा गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबारबाट सुरु हुन लागिरहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिएका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएल को सुरक्षा तयारीबारे जानकारी लिएका थिए। गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र कुनै पनि अवांछित घटना हुन नदिन सुरक्षा सतर्कता अपनाउन र बढाउन पनि उनले कडा निर्देशन दिएको बताइएको छ। पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएकाले यसपालिको सुरक्षा व्यवस्था झनै मजबुत र दुरुस्त हुन जरुरी भएकोले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु, गृहमन्त्री अर्यालले भनेका छन्। यसअघि पनि एनपीएल को उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ क्यानले आग्रह गरिसकेको छ। क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकटहरू बिक्री भइसकेकाले टिकट नभएकाहरूले घरमै बसेर एनपीएल का खेलहरू हेर्नको लागि र उत्साह साट्नको लागि आग्रह समेत गरेका थिए। दर्शक महानुभावहरू, एनपीएल र नेपालमा नेपाली क्रिकेटको क्रेज कति धेरै छ भन्ने कुरा प्रष्ट भइसकेको थियो केही दिन अगाडि नै। यसले विश्वभरि पनि चर्चा र तरंग फैलिएको छ र एनपीएलमा विभिन्न नयाँ नयाँ प्रविधिसँगै पनि नेपाल प्रिमियर लिग एनपीएल को धेरै नै चर्चा भएको छ। स्टार स्पोर्ट्स च्यानलबाट नेपाल प्रिमियर लिग एनपीएल आउनेछ। त्यस्तै गरी अर्को एउटा ब्रेकिङ खबर के छ भन्दा नेपाल अधिराज्यभरि कान्तिपुर म्याक्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण आउनेछ भने ओटीटी प्लेटफर्ममा दिसोम गो एप्सबाट तपाईहरुले हेर्न सक्नुहुनेछ। विश्वभरि स्टार स्पोर्ट्स टेलिभिजनबाट पनि हेर्न सक्नुहुन्छ। र त्यस्तै अर्को कुरा, इन्डियामा हुनेहरूको लागि
टिभी पहुँचमा नहुनेहरूको लागि भने फ्यान कोडबाट 89 रुपियाँ आइसीमा मात्रै तपाईहरुले पुरै एनपीएलको सिजन पास पाउन सक्नुहुनेछ। यो इन्डियामा रहने वासीहरूको लागि पनि खुसीको खबर रहेको छ दर्शक महानुभावहरु। र नेपाल प्रिमियर लिग एनपीएल हेर्नको लागि त अब नेपालमा हुनेहरूको लागि त टेलिभिजन मार्फत कान्तिपुर म्याक्सबाट हेर्न सक्नुभयो भने ओटीटी प्लेटफर्ममा त डिसम गो एपबाट तपाईहरुले हेर्न सक्नुहुनेछ दर्शक महानुभावहरु। दर्शक पनि त्यस्तै गरी एनपीएलको मुखैमा चाहिँ नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले आम्दानी कति हो त भनेर अनुमान फेरि अर्को अपडेट दिएको छ। 42 करोड भन्दा बढी रुपियाँ नेपाल क्रिकेट संघ क्यानले आम्दानी गर्न सक्ने अनुमान गरेको छ। यो कुन माध्यमबाट नेपाल क्रिकेट संघ क्यानले आम्दानी गर्दैछ त यो पनि नेपाली सारा समर्थकहरूले जान्न जरुरी छ। दर्शक महानुभावहरु एनपीएल सुरु हुँदै गर्दा क्यानले पत्रकार सम्मेलन गरेर प्रायोजकबाट 15 करोड भन्दा बढी रकम प्राप्त हुने जानकारी दिएको थियो। त्यस्तै गरी 8 फ्रेन्चाइज टोलीबाट 9 करोड प्राप्त गर्ने तथा टिकटबाट 8 देखि 12 करोड सम्म प्राप्त हुन सक्ने अनुमान गरेको छ भने यसैगरी पहिलो पटक ओटीटी प्लेटफर्म पनि क्यानले बेचेको छ। डिसोमलाई 5 करोड 30 लाख रुपियाँमा ओटीटी अधिकार बेचेको हो दर्शक महानुभावहरु। यसकारणले गर्दा हामीले ओटीटी प्लेटफर्मबाट हेर्नुपर्छ म्याच भनेर चाहिँ भनेका छौं। क्यानले बेचेको छ। क्यानले बेचेको भएको कारणले गर्दा क्यानलाई आर्थिक लाभ हुनेछ। यो बुझ्न जरुरी छ कि त्यो क्यानलाई भएको आर्थिक लाभबाट नेपाल क्रिकेटको विकास हुनेछ, नेपाली घरेलु क्रिकेटको संरचनाहरू, नेपाली डोमेस्टिक प्लेयरहरूलाई फाइदा हुन सक्नेछ भन्ने चाहिँ यहाँबाट हामीले बुझ्न जरुरी छ। त्यसकारणले गर्दाखेरि पनि ओटीटी प्लेटफर्ममा गएर पनि हामीले अब म्याच हेर्न जरुरी छ भनेर भनेका छौं। जो व्यक्तिहरू टिभीको पहुँचमा हुनुहुन्छ हैन उहाँले चाहिँ डिसोम गोबाट हेर्न सक्नुहुनेछ। यसबाट डिसोमले गरेको कुल आम्दानीमा 5 करोड 30 लाख घटाएर बाँकी रकम 71% क्यानले र 29% डिसोमले प्राप्त गर्ने सम्झौता भएको क्यानका कोषाध्यक्ष एवं गभर्निङ काउन्सिलका सहसंयोजक पदम बहादुर खड्काले जानकारी गराएका छन्। यो पटक स्टार स्पोर्टसँगै नेपालको टेलिभिजनमा कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। नेपाली टेलिभिजनको लागि कम्तीमा 1 करोडको प्रसारण अधिकार बेच्न टेन्डर आह्वान गरिएको थियो। यसको बारेमा भने अपडेट खुलाएको छैन। कान्तिपुर म्याक्सले कति तिरेको छ भन्ने कुरा भने अपडेट आएको छैन। पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्राविधिक र आर्थिक तयारीहरू सबै पूरा भएको र सुरक्षा प्रबन्धलाई कडा बनाउनको लागि गृह मन्त्रीलाई आग्रह समेत गरेको उनले बताएका थिए। क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काले पहिलो संस्करणको पुरस्कार राशिलाई नै निरन्तरता दिएको बताएका छन् भने यो वर्ष फ्लड लाइटमा क्रिकेट सबैभन्दा ठूलो परिवर्तन भएको पनि उनले बताएका छन्। ग्राउन्डमा सकिने सबै सुधार गरेका छौं। हामीले खेल मात्र खेल्दै छैनौं, क्रिकेटलाई उद्योगको रूपमा उभ्याउने प्रयास पनि हामीले गरेका छौं, सचिव खड्काले भनेका छन् भने फ्लड लाइटको विषयमा पनि सबै कामहरू सकिएको र पूर्ण रूपमा तयारी भएको उनले जानकारी गराइसकेका छन्। एनपीएलको अनुमानित आम्दानी प्रायोजकबाट 15 करोड रुपियाँ, फ्रेन्चाइज टोलीबाट 9 करोड, टिकट बिक्रीबाट 8 देखि 12 करोड र ओटीटी अधिकारबाट 5 करोड 30 लाख रहेको छ भने टिभी राइट्सबाट 1 करोड भन्दा बढी आउन सक्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। यो नेपाली क्रिकेटको लागि खुसीको खबर रहेको छ। यति मात्रैले पुग्दैन। नेपाल क्रिकेट संघ क्यान र नेपाल प्रिमियर लिग एनपीएल यहाँसम्म मात्रै रोकिनु हुँदैन। नेपाल प्रिमियर लिगले त अर्बौं आम्दानी गर्नु जरुरी छ। यो पछिको निकट भविष्यमा देखाउँछ कि नेपाल क्रिकेट संघ क्यान र नेपाल प्रिमियर लिग एनपीएल आयोजना गरेर अर्बौं भन्दा माथिको रकम आर्जन गर्न सक्ने र आम्दानी गर्न सक्ने एउटा माध्यम बन्न सक्नेछ। यो उद्योगको रूपमा स्थापित भइरहेको छ। पारस खड्काले सही भनेका छन् र सम्पूर्ण समर्थकहरूले सपोर्ट पनि गरिरहेका छन्। नेपाल प्रिमियर लिग एनपीएललाई एउटा फेस्टिभल बनाउनको लागि, चाडपर्व जस्तै मनाउनको लागि क्रिकेट प्रेमीहरूको उत्साह हेर्दा साँच्चीकै यो सराहनीय छ। दर्शक महानुभावहरु, तपाई हामी सबैले सपोर्ट गरौं र नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनलाई पनि सफल बनाऊ। दर्शक महानुभावहरु, एनपीएल सिजन 2 मा पहिलो खेल काठमाडौँ र त्यस्तै गरी डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्स बीच हुँदैछ र आजको खेल कुन टिमले जित्न सक्ला तपाईको अनुमान तल कमेन्ट बक्समा लेख्नु होला। र दर्शक महानुभावहरु, काठमाडौँ गोर्खास र जनकपुर बोल्स बीचको आजको पहिलो खेलको समय पनि मैले तपाईलाई जानकारी गराउन चाहन्छु। धेरै जनाले समयको बारेमा पनि जानकारी गराइदिनु होला भनेर भन्नुभएको छ। काठमाडौँ गोर्खास र जनकपुर बोल्स बीचको खेल अपराह्न 4 बजेबाट सुरु हुनेछ र फ्लड लाइट्समा सकिनेछ। दर्शक महानुभावहरु, यो पनि तपाईलाई मैले जानकारी गराउन चाहन्छु। र यसपालि सबैभन्दा बलियो टिम कुन रहेको छ र तपाईहरुको मनपर्ने टिम एनपीएलमा 8 टिम मध्ये कुन हो त्यो बारेमा पनि जानकारी गराइदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। भिडियोलाई एक लाइक गर्न पनि नछुटाउनु होला। भेट्नेछौं अर्को नयाँ अपडेट सँगै नयाँ भिडियोमा। अहिलेलाई भने छुट्छौं। जय नेपाल, जय नेपाली क्रिकेट।